यो हामीले लिन सक्ने भनेको नै एउटा क्षमता वृद्धिको यो यतिको लागि मात्रै सङ्घ संस्थामा आबद्ध हुने हाम्रो अठोट हो। त्यसरी यो अठोट लागेर गर्नुपर्छ। यहाँ कमाउनु छैन, जाने दिनै मात्रै छ, दिनु चाहिँ छैन। एउटा दिनु के छ, समाज दिनु चाहिँ सामाजिक क्षेत्रमा एउटा न्याय क्षेत्रमा काम गरेर एउटा समाजलाई एउटा नयाँ रूपान्तरण दिन सकिन्छ भनेर नै लाग्ने हो। र अहिले नयाँ कार्य समिति जुन यो अगाडिको थियो, हामीलाई निकै आज यो कोष सञ्चालन उहाँ ऐन्द्र आङ्गोज्यूले 10,000 रुपियाँ सहयोग गर्छु भनेर भनिसक्नु भएको छ। योभन्दा अगाडि नै योभन्दा अगाडिको कार्य समितिमा हामीले धेरै कोसिस गरेका, आजभन्दा 3 वर्ष अगाडि नै यो कोष सञ्चालन गर्न खोजेका थियौँ हामीले। तर विविध कारणले व्यवधान आएर अध्यक्षज्यूको अलिकति असक्रियताले गर्दा हामीले यो कोष सञ्चालन गर्न सकिएको छैन। र आज ऐतिहासिक काम हामीले कोष सञ्चालन गर्ने, काठमाडौँ उपत्यकाको कोष सञ्चालन गर्ने ऐतिहासिक काम आज हामीले हामीले निर्णय गर्न सफल भएका छौँ। र उहाँले 10,000 रुपियाँ दिन्छु भन्नुभएको छ। र यो संस्थालाई मैले अगाडि पनि मेरो प्रतिबद्धता चाहिँ मेरो पनि अगाडि दिने नै थियो। र मेरो तर्फबाट पनि यो संस्थालाई रु 10,000 म प्रदान गर्नेछु। र यो सामाजिक क्षेत्रका लागि खर्च हुनेछ। यहाँ हामीले कुनै रमाइलो गर्नको निम्ति गरिने छैन। दुःख सुख कुनै पनि भाइ बन्धु, दाजुभाइ, इष्टमित्र, चेलीबेटी जोलाई भइपरि आउँछ हामीले सहयोग गर्न सकौँ भन्ने हेतुले यो मैले प्रतिबद्धता व्यक्त गरेको हो। र अर्को कुरा चाहिँ सङ्घीय अध्यक्षज्यूले एउटा हिजो हाम्रो भेटमा उहाँले एउटा के प्रस्ताव पनि गर्नुभएको छ भने यो काठमाडौँ उपत्यका समिति गठन भएछ भने यदि म ब्याजमा चलाउनलाई ब्याज संस्थाले खाओस् र सङ्घ चाहिँ मलाई पछाडि समय मिलेको खण्डमा फिर्ता गर्नुपर्छ, म 1 लाख रुपियाँ सहयोग गर्छु, ब्याज तपाईँहरू चलाउनुहोस्, पछि रिटर्न ब्याक मलाई पछाडि त्यो संस्था बलियो भएपछि मलाई रिटर्न ब्याक गरेर गरिदिनुहोस् भनेर उहाँले प्रतिबद्धता पनि गर्नुभएको छ। यो मैले जानकारी गराएँ तपाईँहरूलाई। र उहाँले हरेक क्षेत्रमा काम गर्नुभयो, सबैलाई सबै क्षेत्रमा दिनुभयो होइन। उहाँले किराँती चुङचुङलाई दिनुभयो, हरेक संस्था, गरिब दुखी आश्रम विभिन्न ठाउँमा उहाँले सहयोग गरिराख्नु भएको छ। र हामीलाई पनि संस्था बलियो हुनको निम्ति 1 लाख रुपियाँ उहाँले निर्ब्याजी तपाईँहरू ब्याज चलाउनुहोस् भनेर हामीलाई पनि सहयोग दिनुभएको छ। उहाँलाई फेरि पनि धन्यवाद नमन गरौँ, मनैदेखि धन्यवाद दिन चाहन्छु। र आउने दिनमा तपाईँहरूले यो रु 20,000 भयो होइन, यो त 20,000 प्लस खातामा राख्नुहोस्। र उहाँले दिनुहुन्छ 1 लाख रुपियाँ, त्यो चाहिँ निशर्त फिर्ता गर्ने शर्तमा कागजी रूपमा एउटा म्यान्डेट उठाएर गर्नुपर्छ। म्यान्डेट नउठाइ हुँदैन। काठमाडौँ कार्य समितिले म्यान्डेट उठाएर उहाँसँग 1 लाख रुपियाँ लिएर हामीले त्यो पैसा तपाईँहरूले कहाँ दिनुहुन्छ, कसले चाहिँ को इमान्दारी छ उहाँलाई लगेर दिएर चलाएर त्यो ब्याज तत्काल अब यो पैसा गर्ने बित्तिकै उहाँलाई मान्दा हुन्छ, त्यो पनि लागू गरेर तपाईँहरूले त्यो 1 लाख पनि युज गर्नुहोस् र ब्याजमा हाल्नुहोस्, तब यो प्लस पोइन्ट हुन्छ। र हामी यो काठमाडौँ उपत्यका समितिलाई फेरि पनि हामी दाता खोज्नेछौँ। यो कोषलाई बलियो बनाउनलाई हामी देश विदेशमा हामी अनुरोध गर्नेछौँ। त्यो सक्रियता म गर्दैछु होइन। त्यो तपाईँहरूको टिम लिएर तपाईँहरूसँगै बसेर हामी त्यो दाता पनि हामी खोज्नेछौँ। र सबभन्दा हामी छिटोभन्दा छिटो यो काठमाडौँ ब्लकलाई बलियो एउटा आर्थिक रूपमा सबल र प्रभावकारी ढङ्गले बनाउने हाम्रो क्षमता राख्ने मैले पनि विचार गरेको छु होइन। यो दाता हामी सबैले खोजौँ, सबैलाई अनुरोध गरौँ। सक्ने दाजुभाइहरू हुनुहुन्छ उहाँहरूलाई पनि सहयोग मागेर यो कोषलाई नितान्त दह्रो र बलियो बनाउने अठोट गर्दछु। र म यति भन्दै मेरो चाहिँ के अरे उद्घोषण यही अन्त्य गर्दै अन्तिममा यो कार्यक्रमलाई विसर्जन गरिदिनु हुन, अन्त गरिदिनु हुन केन्द्रीय अध्यक्ष ऐन्द्र कुमार आङ्गोज्यूलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय माझी 13 पुस्ताका, 14 पुस्ताका हाम्रो काका, म 15 पुस्ता हो, तपाईँहरू 16 पुस्ताको हो, 17 पुस्ताको यहाँ छ। त्यसको आधारमा हामीले चिन्तान गर्नुपर्छ। र मैले यहाँ आज मेरो सपना पुरा हुँदैछ, मेरो मात्रै आँगको सपना जस्तो लाग्छ मलाई। मेरो मात्रै आँगको सपना पुरा हुँदैछ जस्तो लाग्छ मलाई। यो परिकल्पना न्यायमा हामीले अगाडि नै ठाउँमा त भइसकेको छ। तर काठमाडौँमा अहिले हाम्रो आदरणीय काका भनिसक्नुभयो, साह्रै कमजोरी, साह्रै
यहाँनिर जे पनि पर्याउँछ नि काठमाडौँमै केन्द्रमै पर्याउँछ। हामीसँग आर्थिक छैन, गरौँ न भन्दा पनि गर्ने हाम्रा भाइ भतिजाले गर्नु मानेनन्। त्यसले गर्दाखेरि तपाईँहरू आउनु भएको छ, हाम्रो सपना पुरा हुन्छ भने चाहिँ आजको कार्यक्रम यही अन्त भएको घोषणा गर्न चाहन्छु।